पत्थरी चाहिँ उफ्रिँदाखेरि स्किपिङहरू गर्दाखेरि चाहिँ झर्छ भन्ने पनि सुनिन्छ नि। त्यति धेरै साइन्टिफिक एभिडेन्स त होइन, साइजले म्याटर गर्छ। हाम्रो हिसाब नलीको साइज 5 mm को हुन्छ, 5 mm को नलीबाट पास हुनलाई त 7-8 mm सम्मको पत्थरी त जसो तसो पास हुन्छ, तर अब 8 mm भन्दा माथि गइसकेपछि उफ्रेर कुदेर केही पनि फाइदा छैन। सानो पत्थरी पास हुन सक्ने सम्भावना हुन्छ, किनभने नली नै 5 mm को छ, एकदमै तङ्गियो भने पनि 7-8 mm सम्म, कहिले काहीँ एकदमै रियरली 10 mm सम्मको पत्थरीहरू निस्केको रेकर्ड छ। तर त्योभन्दा माथि चाहिँ सामान्यतः 8 mm भन्दा माथिको पत्थरी चाहिँ निस्किँदैन भन्ने बुझ्नुपर्छ। र त्यो जे गर्दा पनि अब त्यति फाइदा हुनु, तर अब यो खानपिनले चाहिँ अब फाइदा हुनसक्छ। शरीरमा पानीको मात्रा पुऱ्यायो, नुनको मात्रा कम राख्यो भने चाहिँ तिनीहरूले त जहिले पनि फाइदा गर्छ। तर अब यो अरू कुराहरूले चाहिँ यो साइज नै म्याटर गर्छ। 5-6-7 mm सम्म छ भने चाहिँ हुनसक्छ फाइदै पुग्छ, किनभने सबै कुराले इफेक्टले अलिकति निस्किने सम्भावना बढ्छ। तर साइज 8 mm भन्दा माथि छ भने ती कुराहरूले त्यति म्याटर गर्दैन। त्यो निस्किने चाहिँ कसरी हो? हिसाबमै निस्किन्छ। हाम्रो शरीरले अब त्यो त फरेन बडी नै मान्छ, दुश्मनै मान्छ नि बाहिर कुरालाई। त दुश्मन मानेर त दुश्मनलाई निकाल्न प्रयास गर्छ शरीरले। त्यो प्रयासलाई अलिकति सपोर्ट गर्ने भनेको अब यो एडुकेट पानीहरू भयो भने अलिकति शरीरले पनि आफ्नो बलले निकाल्ने प्रयास गरिरहेको हुन्छ। त्यसमा अलिकति हामीले मद्दत, साइजहरू नबढाउने कुराहरू कम खाइदियो भने, अलिकति निकाल्ने मद्दत पर्ने कुराहरू गरिदियो भने चाहिँ शरीरले पनि बाँकी फाइट गरिरहेको हुन्छ। अब दुश्मनै एक प्रकारको फरेन बडी हो, शरीरले निकाल्ने प्रयास गर्छ, त्यो प्रयासमा अलिकति हामीले सपोर्ट मात्रै गरिदिएको।